म एकदमै नजिक आइपुगेको छु। यी घरहरू आफ्नै आँखा नजिक हेर्नलाई धेरै एक्साइटेड थिएँ। आज मैले आफ्नै आँखा अगाडि हेरेँ, साइकलमा आएको थिएँ। यति कुदाइ ल्याएको थिएँ, एकछिनमा काममा जानु छ, त्यही भएर अहिले म हतारमा आएको थिएँ। कस्तो राम्रो डिजाइन छ यार। एउटा घर त म नेपालमा गएर बनाउँछु जस्तो फिलिङ भइरहेछ है। हेरौँ ल, लेट्स सी। अब अझै यहाँभन्दा अगाडि हेरौँ के देखिन्छ। यस्तो अहिले म अब यहाँबाट अगाडि हिँडिहाल्छु है। यस्तो राम्रो देखिँदैछ सिनहरू। मलाई त्यो चाइनिज कुम्फू खेल्नेवाला फिल आइरहेको यार यहाँ आएर। ल गाइस ल। आमामा सल्लाह पनि छ यार, सानो बोट छ सल्लाहको। अन्त यहाँबाट ल यार, कस्तो यो बााउन्ड्रीहरू कस्तो दामी तरिकाले कस्तो डिजाइनमा लागेको छ। आहा, कति आनन्द। अब म यहाँबाट कता लागौँ भन्ने नै मलाई दोधार भयो क्या। यो ठाउँ जाउँ भने पनि राम्रै छ होइन, यहाँ यो बिचमा जाउँ भने जान मिल्छ कि मिल्दैन, प्राइभेसी कुरा हुन्छ। यो अगाडि चाहिँ मेन हाइवे भइहाल्यो। त्यहाँ माथि चढ्न पाए हुन्थ्यो। ठिक छ, अहिलेलाई म यो साइड जान्छु। म एउटा यहाँको बस स्ट्यान्ड नजिक आइपुगेको छु। मान्छेहरू यहाँबाट गाडीमा चढ्ने, आराम गर्ने अथवा है एक ठाउँबाट अर्को ठाउँमा जानेलाई वेटिङ घर हो यो। यो सबै पुरानो इतिहासहरूलाई हेर्नको लागि चाहिँ अहिले सम्झनाको लागि राखेको यो चाहिँ पुरानो हो होइन। अहिलेको आधुनिक तरिकाको भनेको चाहिँ त्यो छ त्यो बस स्ट्यान्ड। त्यो चाहिँ अब त्यो राम्रो छ कि यो राम्रो छ, कुन चाहिँ राम्रो छ? पुरानो भने पुरानै छ क्या हाम्रो त यार। यहाँबाट यो चाहिँ भित्र गाउँ जाने बाटो है। त्यहाँ माथि अलि गाउँ छ, सानोतिनो गाउँ, ल पर्सनल गाउँ हो यो। त्यहाँ भित्र चाहिँ अलि मलाई जान चाहिँ मलाई अप्ठ्यारो भइरहेछ, किनभने माहौल शान्त छ, कोही मान्छे देखिया छैनन्, एकान्त छ, सुनसान छ ठाउँ। यस्तो आनन्द ठाउँ छ क्या। फेरि त्यो ठाउँमा गएर मैले यसरी अब भिडियो बनाउँदाखेरि बोल्नै पर्छ, त्यही भएर उनीहरूलाई चाहिँ डिस्टर्ब हुन्छ भन्ने हिसाबले मैले चाहिँ आफैले चाहिँ नजाने निर्णय गरेँ। यसरी काम गर्दै हुन्छु म, हजुरआमाहरू। औद्योगिक एरियाहरूको लागि चाहिँ यो गाडी चाहिँ फलामको कोइलहरू बोक्ने रहेछ। यो फलामको कोइल रोलहरू चाहिँ यस्तो बेटारिएको हुँदो रहेछ। यो चाहिँ अब कुनै एउटा कम्पनीमा लगेर त्यहाँबाट चाहिँ अब यसबाट के बन्छ। यी आरो फुल्ने सिजन पनि सुरु भएछ कोरियामा। सानो बोटदेखि मैले सानो भर्खरै लगाएको जस्तो, तर फुलेर लटरम्मै भएको छ। फेरि यो विदेशहरूमा चाहिँ सानो बोटमा चाहिँ धेरै फल्ने मैले देखिरहेको छु, जस्तै यहाँ पनि देख्न सकिन्छ। कति राम्रो। अब वसन्त ऋतु सुरु हुन लागेसँगै यहाँको फलफुल आरूहरूको चाहिँ यसरी फुलेर कति राम्रो सिजन भइरहेछ। त्यहाँ त तारा प्रचण्डको हो कि क्या हो। राजनीतिक कुरालाई अहिले पछाडि गरौँ। यी घरहरू यस्तरी होचो खालको, तर रमाइलो, हेर्दै मनमोहक दृश्य बनाउने। यहाँ चाहिँ एकदमै चिसो धेरै हुने भएकाले चाहिँ यिनीहरूले चाहिँ होचो खालको बनाउने गर्दछ। माथि चाहिँ तातो पानीको लागि यस्तो ट्याङ्कीहरू राखिदिएको हुन्छ। यिनीहरूले चाहिँ यहाँ चाहिँ एकदमै धेरै चिसो मौसम हुने भएकाले धेरै गाह्रो छ। यसरी ओइलहरू बोक्ने गाडीहरू पनि कति राम्रो, धेरै ठुलो दोसोङ जिएमसी। यो चाहिँ धेरै प्रख्यात गाडी, यहाँको ठुलो कम्पनी हो यो पनि। अझै योभन्दा अगाडि म जाँदैछु है। यसरी प्लेट्सहरूमा यसरी नाम लेखिदिएको छ के हो भन्ने कुरा। साइकलमा आउँदैछु, आफ्नै साइकलमा फेरि। यो सिँचाइ र रोड त यो खेतबारी जहाँ खेतबारी छ त्यहाँ पुगेको छ कि। यहाँ चाहिँ अब आधुनिक किसिमका अब कृषि औजारहरू चाहिँ यताउति
लगाउनु पर्ने भएकाले यहाँ चाहिँ बाटो पनि अनिवार्य हुनैपर्छ। यहाँको नियमले चाहिँ जहाँ जहाँ जग्गा हुन्छ यसरी चाहिँ जग्गालाई अब ट्र्याक्टर लगाउनु पऱ्यो। ठुल्ठुलो गाडीहरू चाहिँ एकदमै मेसिनले सबै कुरा काट्ने जोत्ने सबै कुरा मेसिनले नै गर्ने भएकाले चाहिँ बाटो र यो पानी चाहिँ अनिवार्य हुनै पर्दछ। चाहिँ त्यहाँनिर चाहिँ मसान घाट भन्छ है। यहाँ चाहिँ मान्छे जलाउँदैन, त्यहाँ मान्छे गाडेर त्यहाँनिर चाहिँ अब प्रत्येक वर्ष उहाँहरूले दसैँको बेला भयो, नयाँ वर्षको बेलामा चाहिँ आफ्ना त्यहाँ जुन घरको सदस्य अब देहान्त हुनुभएको छ उहाँको सम्झनामा त्यहाँनिर एउटा सानो मूर्ति बनाएर प्रत्येक वर्ष त्यहाँनिर गएर सम्झना गर्ने, त्यहाँनिर फलफुल चढाउने। अनि त्यसपछि मात्रै कुनै पनि ठुल्ठुलो हाम्रो जस्तै नेपालको दसैँ जस्तै चाडपर्वहरू हुन्छ त्यो मात्र पहिला पूजा गरेर त्यसपछि मात्रै सुरु गर्ने यहाँको चलन रहेछ। अब म त्यसलाई नजिकै त्यहाँ गएर हेर्न मन छ। त्यहाँ अहिले एकजना मान्छे छ, त्यहाँ गइसकेपछि म अब एकछिन वेट गरेर जान्छु। हरितगृह, धेरै ठुलो हरितगृह देखेँ। यो भित्र अब टमाटर खेती, खुर्सानी खेती, जो चिसोबाट जोगाउनको लागि चाहिँ यो चाहिँ प्रायः माथिबाट यस्तो आधुनिक किसिमको रहेछ। यो पनि नेपालबाट आउने साथीहरू, कृषिमा आउने साथीहरू पनि यसमा धेरैजना काम गर्नुहुन्छ। अलि चिसोको बेलामा, हिउँ परेको बेलामा चाहिँ माथिबाट सबै हिउँ पर्ने भएर यो भत्किएर धेरै मान्छेको ज्यान गएको हुन्छ। त्यति बेला सुरक्षित रहनु होला। त्यहाँ माथि डाँडातिरहरू चाहिँ एकदमै फलफुलको खेती गर्ने रहेछन्। यता अहिले चाहिँ फलफुलका सबैले चाहिँ अहिले वसन्त ऋतु सुरु भएसँगै फुलहरू फुल्न सकिसकेका छन्। त्यहाँ चाहिँ एउटा घर छ, त्यो घर चाहिँ त्यहाँ मान्छे बस्छ, त्यो मान्छे पाले हो त्यो है। त्यहाँ माथि अलि सेतो फुलेको देख्दै हुनुहुन्छ। त्यो चाहिँ अब फलफुलको कुन फलफुल थाहा छैन, तर सेतो फुलेको छ। मेरो विचारमा स्याउ हुनु जस्तो होला जस्तो लाग्दैछ। स्याउको सानो रुखहरू छ। म जुम गरेर हेर्छु। म त्यहाँ जान सक्दिनँ, त्यहाँ अलि साइकल जान अप्ठ्यारो छ। म अहिले साइकलमा यात्रा गरिरहेको छु। म यहीँबाट जुम गरेर तपाईँहरूलाई देखाइदिन्छु ल। यो त पुरै स्याउ खेती रहेछ। स्याउ खेती अझै यो डाँडातिर पनि रहेछ। अब यहाँ त धेरै ठुलो स्याउ खेती रहेछ। हो यस्तो डाँडाहरू। अब यो चाहिँ गाइस यता यो समुद्रमा पाउने यो चिज हो। यो यस्तो फ्याक्लाटा हुन्छ, दुईवटा फ्याक्लाटाको बिचमा चाहिँ एउटा त्यो किरा हुँदो रहेछ है, शङ्खे किरा जस्तै। त्यसलाई फुटाएर यिनीहरूले खाँदो रहेछ। यति धेरै खाएको छ। यो चाहिँ काम नलाग्ने भएर फ्याक्लाटा यसरी त्यसरी यहाँनिर फालेको छ। धेरै छ, यिनीहरूले धेरै मन पराउने खाना हो। समुद्री फुडहरू चाहिँ यिनीहरूले धेरै खान्छन् कोरियनहरूले। हामी नेपालीहरूले चाहिँ अलि देख्नमा अलि नराम्रो लाग्छ, तर मिठो चाहिँ धेरै हुन्छ। स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुन्छ। यिनीहरूले स्वास्थ्यलाई धेरै ख्याल गर्छ। यति धेरै खाएर फालेको चाहिँ म चाहिँ अब यो तालमा आइपुगेको छु। अलि माथि यहाँ चाहिँ पानी स्टोर गरेर राख्दो रहेछ। यो चाहिँ खास गरी यहाँको नियम चाहिँ के रहेछ भनेपछि कुनै पनि गाउँमा एउटा नगरपालिका बराबर एउटा पोखरी चाहिँ हुनैपर्ने के, पानी स्टक भएको हुनैपर्ने। किन भनेपछि प्रायः कुनै गाउँमा यसरी आग लागि भयो भनेपछि कुनै हेलिकप्टरबाट अथवा जेसुकै दमकलबाट होस् पानी छानी भर्नलाई चाहिँ यहाँबाट यसरी राख्दालाई चाहिँ यसको रहेछ। मैले बुझेअनुसार धेरै राम्रो छ। त्यहाँ माछा मार्दैछन् दाइहरूले। त्यहाँ माछा मार्दैछन्। म गएर तिनीहरूले माछा मारेको हेर्छु। भिडियो बनाउन दिन्छन् कि दिँदैनन्, म त्यहीँ गएर पहिला पर्मिसन लिन्छु। मेरो यात्रा जारी नै छ। मलाई अझै जति माथि पुग्यो त्यति रमाइलो दृश्यहरू देखिरहेछ। म सायद आज म यतै बस्छु होला यार। ल हेर्नु यी स्याउ खेतीको सानो रुखहरू। यता यस्तो गाउँ छ, सानो झुपडीहरू पनि छ। यिनीहरूले चाहिँ यहीँ खास गरेर स्याउ खेती गर्नेहरू चाहिँ यस्तै कन्टेनर बनाएर यतै बस्दो रहेछ। सिजनमा चाहिँ अफ सिजनमा चाहिँ यिनीहरू चाहिँ यो कन्टेनर बन्द गरेर आफ्नो घरमा जाँदो रहेछ। घर यिनीहरूको धेरै टाढा होइन, फेरि त्यहाँ नजिकै छ। त्यहाँ पर कम्पनी एरियाहरू देखिरहेछ है। त्यहाँ धुवा उडिरहेछ। त्यतातिर चाहिँ घरहरूको उ छ। त्यहाँबाट चाहिँ यिनीहरू यहाँ आउँछन्, यतै बस्ने यतै खाने गरेर। जो धेरै यिनीहरूले मेहनत चाहिँ धेरै छ कि यिनीहरू यति धेरै मेहनत छ। फेरि यिनीहरूको उमेर कति हो भनेपछि 60-70 वर्षको उमेरको बुढोहरूले गर्नुहुन्छ। यो हामी जस्तो यङ केटाहरूले गर्दैन यस्तो ठाउँमा। यो बुढोहरूले चलाउने यो गाडी हो।
यो एकदमै 70-80 यिनीहरू चाहिँ 90-95 वर्षसम्म काम गरेर खान सक्नेसम्मको यिनीहरूको त्यस्तो ज्यान हुन्छ क्या 95 वर्षसम्म यिनीहरू आफै कमाएर खान्छन् छोराछोरी बुहारीले हेर्दैन रहेछ क्या यहाँ आएको चाहिँ बरु आफ्नो छोराछोरीहरूलाई चाहिँ सानो हुँदाखेरि चाहिँ धेरै केयर गर्ने तर छोराछोरीहरू चाहिँ आमा बुवालाई चाहिँ बुढो भएपछि नहेर्ने रहेछ खास गरी विशेष यहाँको चाहिँ उनीहरू आफै चाहिँ सक्षम रहेछन् क्या यो देश सक्षम भएपछि यस्तै हुँदो रहेछ दर्शकबिन तपाईँहरूलाई मैले देखाएका भिडियोहरू कस्तो लागिरहेछ यहाँको रहनसहन कस्तो लागिरहेछ प्रतिक्रिया दिनेहरूलाई तपाईँहरूको मनमा केही छ भनेपछि त्यो पनि भनिदिनु होला माया गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला रणबहादुर बिष्ट 4लाई है सकेसम्म अब लाइक गरिदिनु होला धेरै कुराहरू सिक्नु छ मैले चाहिँ अहिले धेरै सुरुवातीको क्रममा अब मैले भिडियो क्वालिटीहरू राम्रो दिन नसकिया होला अब बोल्ने एउटा तरिकाहरू मसँग छैन होला अब फ्यान्सहरूलाई अब गर्ने व्यवहार पनि अहिले मैले सिक्दैछु बिस्तारै तपाईँहरू बिस्तारै बिस्तारै मलाई माया गरिदिनु होला होइन लाइक कमेन्ट गरिदिनु होला धन्यवाद सबैजनालाई खुसी रहनु होला जय देश जय नेपाल यस्तै छ खोरियाको बसाइ धन्यवाद सबैजनालाई